जानुभएका सम्पूर्ण पितृमातृगणहरू महिलामा विशेष गरी हुनुहुन्थ्यो कौशिला अधिकारी, यस्तै काका लेखनाथ अधिकारी, यस्तै फुपू दिदी हुनुहुन्थ्यो रमाया गुरागाई, यस्तै प्रकारले बुवा हजुरबुवाहरू हुनुहुन्थ्यो रूपनारायण, भागीरथा छिता कलावती, यस्तै भीमलाल, रेणुका नर्मदा, जय मङ्गल लोकमाया, यस्तै अत्रि गोत्रमा सम्बन्धित मावली तर्फबाट हजुरबुवा हजुरआमाहरू हुनुहुन्थ्यो हेमलाल, जालपा गौतम, यस्तै जय मङ्गल देवता गौतम, उदय नारायण भागीरथा गौतम लगायत सम्पूर्ण यहाँ नाम उच्चारण भए नभए सबैका जो अपगति हुनुभएको थियो अथवा कुनै मानवीय कर्मदोषका कारणले सद्गति मुक्ति पाइरहनु भएको थिएन भने भागवतीय शब्द ब्रह्मका श्रवणका पुण्य प्रतापले गरिकन उहाँहरूको पनि सद्गति होस्, उन्नति मुक्ति होस्, प्रगति होस्, भगवानका श्री नारायणका शरीरमा सायुज्य मोक्ष गति प्राप्त गर्न सक्नुहोस् भनेर यो सप्ताह ज्ञान महायज्ञको आयोजना गर्नुभएको छ। मुख्य आयोजककर्ता आदरणीय बुबा दामोदर अधिकारी, त्यस्तै उहाँका पुत्र पुत्रवधूहरू क्रमशः गणेश सविता अधिकारी, रमेश शान्ता अधिकारी, महेश गायत्रा अधिकारी, यस्तै पुत्री शान्ता अनि ज्वाइँ राजा हुनुहुन्थ्यो युवराज ढकाल, उपमन्यु गोत्रसँग सम्बन्धित हुनुहुन्छ। यस्तै गरेर पुत्र पुत्रवधूहरू दिनेश शोभा अधिकारी, सुरेश रीता अधिकारी, उमेश विवेचना अधिकारी अनि यस्तै प्रकारले आदरणीय बुबाका नाति नातिनीहरू नातिनी बुहारीहरू हुनुहुन्छ अनुप, कामना, अनिल, प्रियङ्का, दिवस, सपना, अंशु, अर्पणा, उत्सव ईसा अनि यस्तै गरेर अहिम, उपमा, आर्यन, आराध्या, अवनी, आयाम, यस्तै नातिनी ज्वाइँ हुनुहुन्छ दीक्षा पुष्कर भट्टराई, पनातिनीहरू अभिका, दित्या, नित्या, यस्तै गरेर आयोजककर्ता परिवारमा हुनुहुन्छ बडीबा कुलचन्द्र अधिकारी, काका खेमनाथ अधिकारी, काकी ईश्वरा अधिकारी, यस्तै कान्छी काकी खेमना अधिकारी र यस्तै सहयोगी एवं निरन्तर आयोजकको भूमिकामा रहिरहनुहुने वाणिज हुनुहुन्छ उहाँहरूको महेन्द्र अनि लता गुरागाई, उहाँहरू सम्पूर्णद्वारा आयोजना भएको एवं सम्पूर्ण अधिकारी परिवारद्वारा आयोजना भएको यो श्रीमद् भागवत महापुराणको सप्ताह ज्ञान महायज्ञको आजको कथा सत्रमा आफ्ना घर गृहस्थीका सम्पूर्ण कामकाजहरूलाई बिसाएर एकछिन भए पनि भागवत रूपी ज्ञान गङ्गामा अवगाहन गर्न उपस्थित हुनुहुने सम्पूर्ण भक्तिमय आमाहरू, भागमय बुबाहरू, यहाँ उपस्थित हुनुहुने समस्त भक्तवृन्दहरूमा हार्दिक हार्दिक स्वागत तथा अभिवादन। श्री राधा रमण भगवानको, नेन्द्रा देवीको, हिजोको अघि रातिको जागरण होइन, अब रामलाई जगाउनु भयो कि आफै जाग्नु भयो कि नेन्द्रा देवीलाई जगाउनु भयो कि आज हिजो हामीले भागवत कथा श्रवण गर्दा भगवानका लीला कथाहरू, विवाह कथाहरू, महाभारतको राजा युधिष्ठिरको यज्ञको प्रसङ्ग, सुदामाजीको चरित्र आदि श्रवण गर्यौं। अब आज क्रमशः भगवानले आफ्नो कुललाई श्राप लागिसके पश्चात श्राप मोचन यज्ञ गर्नका लागि तयारी गर्नुभएको कथा हिजो सुनेका थियौं। भगवानको श्राप मोचनको यज्ञ अनि भगवानले स्वधाम दमन गर्नुभएको पावन प्रसङ्ग, राजा परीक्षितलाई सुखदेव मुनिले सुनाउनु भएको दिनुभएको अन्तिम उपदेश, परीक्षितको मोक्ष भएको कथा अनि विभिन्न राजा जनमेजयको सर्पयज्ञ आदि कथाहरूसँगै सुरुदेखि लिएर अहिलेसम्म के कथा भए भन्ने प्रसङ्गलाई संक्षिप्तमा हामी श्रवण गर्नेछौँ। त्यसकारणले आजको कथा चाहिँ एकचित्त भएर भक्ति भावले ध्यान दिएर सुन्न सक्यो भने पुरै 7 दिन भरि सुनेको कथाको पुण्य फल मिल्छ। त्यसकारणले
बडा एकाग्र चित्त भएर शान्त मनले भागवतमा ध्यान दिएर कथा श्रवण गर्नुहुनेछ। आमाहरूले गुना टप्परीको कम्पनी खोल्नु भएको छ, धमाधम व्यस्त हुनुहुन्छ। यो पनि आजै चाहिने कुरा पर्यो है। आजलाई पुग्ने भयो भने भोलि गरौँला बरु, एकछिन बिसाएर भए पनि है। नभएदेखि टप्परीको भरे बिट मार्न बिर्सेला। कथा सुन्दा सुन्दै कथामा ध्यान गयो भने, टप्परीमा ध्यान गयो भने कथा बिर्सेला। भक्तवत्सल भगवानको ततो भागवत उद्धवे निर्गते वनम् द्वारवत्यां किम करोत् भगवान् भूतभावनः। राजा परीक्षित सोध्नुहुन्छ गुरु महाराजलाई, हे मेरो गुरु सुखदेव मुनि, महाभागवत उद्धवजी है, महाभागवत उद्धव भक्तहरूको पनि भक्त, महाभक्त, जब भगवान कृष्णबाट ज्ञानोपदेश प्राप्त गरेर गइसक्नुभयो, त्यस पछाडि भगवानले के गर्नुभयो भनेर सोध्नुहुन्छ। सुखदेव मुनि भन्नुहुन्छ, हे राजन परीक्षित, आकाशमा हेर्यो साँझ पख एउटा ग्रह अर्का ग्रहसँग टक्राइरहेको छ, ताराहरू ठोक्किरहेका देखिन्छन् अनि उल्कापात बार बार भइरहेको छ। यो सबै महा उत्पातको संकेत देखेर भगवान श्रीकृष्णले सबै आफ्ना आफन्तजनहरूलाई आदेश गर्नुभयो, मुहूर्तमपि न स्थेयम् अत्र नो यदि पुङ्गवाः श्रियो बालाश्च वृद्धाश्च शङ्खोदारं व्रजन्तितः। यहाँ अब यो द्वारिकापुरीमा एकछिन पनि बस्न योग्य छैन, किनभने यहाँ अनेक तरहका उत्पात हुन लागेका छन्। यो द्वारिकापुरीमा अब हिँड्न नसक्ने जति शङ्खोद्धार क्षेत्रमा जानु होला। हामी हिँड्न सक्ने जति वयं प्रवासम यास्यामो, प्रवास क्षेत्रमा जान्छौँ। र प्रवास क्षेत्रमा गएर माता सरस्वती जहाँ पश्चिम दिशातर्फ बग्ने गर्दछन्, त्यस्तो क्षेत्रलाई प्रवास क्षेत्र भनियो। त्यो प्रवास क्षेत्रमा गएर हामी स्नान गर्नेछौँ र वहाँ पुगेर देवताहरूको पूजा गर्नेछौँ, पितृहरूलाई तर्पण गर्नेछौँ, विभिन्न पदार्थहरू ब्राह्मण गुरुहरूलाई दान गर्नेछौँ भनेर सरसल्लाह गर्नुभयो र प्रवास क्षेत्रतिर प्रस्थान गर्नुभयो। र यस्तै प्रकारले प्रवास क्षेत्रमा पुगेर गोभू हिरण्यवासो भीर गजास्वरथवेश्मभिः यस्ता चिजहरू दान गर्नुभयो भगवानले आफ्ना परिवारका साथमा वहाँ गएर। के दान गर्नुभयो? गौ दान गर्नुभयो, भूमि दान गर्नुभयो, सुवर्ण दान गर्नुभयो, कपडा दान गर्नुभयो, हात्ती दान, घोडा दान, यी सबै चिजहरू दान गर्नुभयो र आफ्नो श्राप मोचन गर्ने प्रयास भगवानले गराउनुभयो। र यो श्राप मोचनको यज्ञ सम्पूर्ण भइसके पश्चात त्यतिखेर हामीले जहिले पनि पूजा गरिसकेपछि पञ्चामृत खान्छौँ। अर्थात् केही प्रसाद पाइयो भने पनि ठिकै छ, पाइएन भने पनि गुनासो छैन, तर पञ्चामृत पाउनुपर्छ। राधे राधे। पञ्चामृत सेवन गर्नेको सट्टा आज यी यदु कुमारहरूले विशेष गरिकन पूजा दिइसक्यो त अब पूजा सकेपछि त सबै व्रत भोगो होइन र भोगो, अब व्रत भोगो भने व्रत भोगेपछि राधे राधे। पञ्चामृत किन चाहियो र? अर्कै कुरो पिउन थाले। हेर्नुहोस्, व्रत भोग्यो भनिसके पछाडि ततस्तस्मिन् महापानं पपुमैरेयकं मधु, मधुपान गर्न लागे, मदिरा सेवन गरे र मदमस्त भए। एकले अर्कालाई नचिन्ने भो, एकले अर्कालाई गाली गर्ने भो। अनि भूकुड समृद्धा बेलायाम आततायिनः, आतंककारी जस्ता भएर एकले अर्कालाई दुःख दिन घोषणा बोल्न थाले। शब्दका बाणहरू बोल्दा बोल्दै फेरि हात चल्न थाले, हतियार चल्न थाले, एक आपसमा लडाईँ पो सुरु भयो। हेर्नु, त्यो कली बस्ने ठाउँ भने होइन त मदिरा अस्ति सुरुमा। त्यस कारणले मदिरा सेवन गरे पछाडि एकले अर्कालाई चिनेन, दाजुले भाइ चिनेन, भाइले दाजु चिनेन, बाबुले छोरो चिनेन, छोराले
बाबु आमा पनि चिनेनन्। यसरी एकले अर्कालाई परिवार लडाईँ भयो। तब परिवारका बीचमा एकअर्कामा यसरी ठुलो युद्ध हुन लागेको भगवान कृष्ण बलरामले देख्नुभयो। गएर भन्नुभयो, है युद्ध गर्नु हुँदैन, लड्नु हुँदैन, झगडा गर्नु हुँदैन, किन लडेका भन्नुभयो। भगवानले जब सम्झाउनु भयो तब शिवै जति युद्ध गरिरहेका थिए हामीलाई सम्झाउनेवाला तिमी को हौ भन्दै भगवानतिरै जाइ लाग्न लागे। अब भगवान श्री कृष्ण बलरामले आँखा झिम्क्याएको इशारा गरेको समेत बुझ्ने भएका यदु कुमारहरू आज भगवानले बताएको सम्झाएको पनि नबुझ्ने भए। यसरी मदिराले सबैको बुद्धि हरण गर्नुभयो र भगवान कृष्ण बलरामकै उपरमा जाइ लाग्न लागे। भगवान श्री कृष्ण बलराम पनि क्रुद्ध हुनुभयो। उता ब्राह्मणहरूको श्राप अनि यता मदिराको सेवन गरियो। त्यो एरका नाम गरेको वनस्पति जो फलामको मुस्ली घोटेर फालिएको थियो त्यसबाट पैदा भएको एरका वनस्पति हात हतियार सकिएपछि त्यसकै पात हाँगाहरू लुस्दै एकले अर्कालाई प्रहार गर्न लागे। ब्राह्मणका श्रापका बलमाथि हात हतियार नभए पछाडि प्रयोग गरिएका एरकाका पात पतिङ्गरहरू नै वज्र समान कठोर हतियार बन्न पुग्दा भए। जसले एरकाको स्पर्श गर्यो उसको मृत्यु भयो। हुँदा हुँदै हेर्दा हेर्दै त्यो महायुद्धमा पारिवारिक झगडा उत्पन्न भए पश्चात महाकलहमा 56 कोटी यादवहरू एक आपसमा भिडेर समाप्त भए। त्यस कारणले युद्धको एउटै परिणाम हुन्छ विनाश। सबै मासिए, मात्रै 2 जना जीवित रहनुभयो, श्रीकृष्ण र बलराम प्रभु। समुद्रका किनारामा गएर ध्यानमा बस्नुभयो, पद्मासन कस्नुभयो र आफू स्वयं भगवान बलराम भनेका शेषनागको अवतार हुनुहुन्थ्यो। शेषनागकै रूप धारण गरेर समुद्रमा प्रविष्ट हुनुभयो। भक्तवत्सल भगवानको र यस प्रकारले हामीले कथा श्रवण गरेका छौं। रामायणको कथा यहाँहरूले सुन्नु भएको छ होला। रामायणको कथा अनुसार भगवान रामचन्द्रको अवतार हुँदा पहिलो भाइ लक्ष्मण जानुभयो विदा भएर। लक्ष्मण विदा भएर गइसके पश्चात अनि राम जानुभयो। त्यस्तै यहाँ कृष्ण अवतारको क्रममा भने दाजु बलराम अगाडि लाग्नुभयो। किनभने राम अथवा कृष्ण भनेका भगवान स्वयं नारायण हुनुहुन्छ। नारायण भगवान जानुभन्दा अगाडि भगवान नारायणको आसन शेषनाग रूपी लक्ष्मण अथवा बलरामको पहिले जानु अनिवार्य छ। त्यसकारणले उहाँहरू अगाडि नै जानुभयो र यस प्रकारले अब भगवान श्रीकृष्ण मात्र एक्लो हुनुहुन्छ। चतुर्भुज रूप धारण गर्नुभएको, श्रीवत्स चिन्ह घनश्याम वर्णको हुनुभएको, कौशेय पीताम्बर वस्त्र धारण गर्नुहुने भगवान श्री बलराम प्रभु नजिकै भएका एउटा पिपलका वृक्षका फेदमा गएर आश्रय लिनुभयो र यस प्रकारले पिपलका फेदमा बसेर सुस्केर हाल्नुभयो। यसो अडेसा लाग्नुभयो, उपर खुट्टी लाउनुभयो, मनमा चिन्तन गर्नुभयो, ओहो अब यो मैले हर्नु पर्ने भूभार हरण गरिसके। महाभारतका न्यूले सबै भूभार हटेकै थियो। यदुकुल रूपी जुन भूभार थियो, अस्त्र शस्त्रहरू थिए, ती सारा यहाँ अब नष्ट भए। अब पृथ्वी भार विहीन भइन्। अब मैले जानुपर्छ भनेर मनमा चिन्तन गरिरहनु भएको थियो। त्यस बगतमा जो हिजो फलामको मछली भेटेर रहेको सानो टुक्रो माछाले निलेको थियो, त्यसबाट एउटा ब्याधाले माछो मारेर फलाम लगेको थियो भने त्यस ब्याधाले तीर बनायो, बाण बनायो। आज त्यही बाण हातमा बोकेर त्यो जरा नाम गरेको ब्याधा घुमफिर गर्दै त्यस ठाउँमा आइपुगेछ र भगवानलाई टाढैबाट उसले देख्यो। उपरपुट्टी लगाएको भगवानको पैताला रातो रातो देखिन्थ्यो। त्यो रातो वर्णको पैताला यो मृगको कान पो रहेछ भनेर यहाँ मृग बसेको छ पिपलका फेदमा भन्दै टाढैबाट उसले बाण हाल्यो र यस प्रकारले कन्पारामा हानेको बाण मृगका लागि भनेर साक्षात भगवान श्री कृष्णका चरणमा गएर लाग्दो हो। बुढी औँठामा गएर बाण जाकियो र जब बाण छोडिसके पछाडि मृग भाग्छ भन्दै दौडेर ब्याधा त्यहाँ आइपुगे
आएर सो हेर्छन् त हेर्दाखेरि त भगवान कृष्णलाई देखे आत्तिए अत्तालिए भीतः पपात शिरसा पादयोर सुरदृशः डरले आतिएका ती व्याधा भगवानका चरणमा परे अनि शरणागतम क्षन्तमरसि पापस्य उत्तम श्लोक मेनग मेरो अपराध क्षमा गरिदिनुहोस् है भनेर बिन्ती चढाए। मलाई चाँडै गरी मार्नुहोस् प्रभु, म पापी हो, कति जीव जन्तुलाई हत्या गर्दा गर्दा आज हजुरका चरणमा पनि म बाण हान्न आइपुगेछु, मबाट ठुलो भूल हो भनेर रुन लागे। भगवानले सम्झाउनु को हेर, यो संसार भनेको कर्मभूमि हो, यो कर्मभूमिमा जे कर्म गरेको छ त्यही भोग्नुपर्छ। राधे राधे। अघि भगवान श्री राम अवतारमा त्रेता युगमा मैले राम अवतार लिएका बेला बाली नाम गरेका एकजना बानरलाई मैले रुखमा छलिएर परबाट बाण हानेको थिएँ। आज तिमी पूर्वजन्मका त्यही बाली हो। आयु ज्यादा भएर मैले गरेको जुन पूर्वजन्मको अपराध थियो त्यसको दण्ड तिमीले यस जन्ममा मलाई दियौ। अब मेरो ऋण सकियो, त्यसकारणले तिम्रो पनि ऋण सकियो, मेरो पनि सकियो, लेना देना अब हामी दुईमा केही पनि छैन, जाऊ तिमी स्वर्ग भन्नुभयो। ओहो, पूर्वजन्ममा राम अवतारमा भगवानले बालीलाई लुकेर बाण हान्नु परेको थियो, किन बालीका सामुन्ने गएर जो लडाईँ गर्छ आँखा जोड्ने बित्तिकै बालीमा सारा बल जति सर्छ। त्यसकारणले बालीले सबैलाई लडाईँमा पछार्दै थियो, लुकेर हान्नु पर्यो भगवान रामले बाण। यसको कारणले आज व्याधा आएर मृग जस्तै देखेर भगवानलाई बाण लुकेर हान्दछ। त्यो व्याधा भनेको बाली हो, पूर्व जन्म हो। र अब लेनदेन छैन है, चोक्ता भयो, किन यो कर्मभूमि, आफूले गरेको कर्मको फल आफूले भोग्नै पर्छ। कसैलाई बाण हानेको छ भने उसले आफूलाई पक्कै बाण हान्नुपर्छ र मात्रै दिन चुक्ता हुन्छ। आज म बलियो छु भनेर मैले बलको धाकमा कसैलाई छुटेछु पिटेछु भने सके उसैका हातबाट यही जन्ममा छुटाइ खाइएला, नसके अर्को जन्म लिएर राधे राधे उसले पिटेरै छोड्छ, चाहे 100 जन्म पछि किन नहोस्। नामुक्तम चीयते कर्म कल्पकोटि शतैरपि, 100 कल्प पछाडि भए पनि गरेको कर्मको फल भोगेरै मात्र सकिन्छ। त्यसकारणले कसैलाई गाली गरेको छ भने उसले गाली गर्छ, कसैलाई गरेको छैन भने कसैले गर्दैन पनि। त्यसकारणले आफूले गरेको कर्म फल नभोगी नहुने हुनाले कर्म गर्दाखेरि सावधानीपूर्वक अरूलाई पीड नपर्ने गरेको कर्म गर्नुपर्दछ। आज बल थियो कसैलाई लुट्नुभयो, आज पदमा हुनुहुन्छ कसैलाई हप्ताउनु भयो है, व्यर्थमा दोषी थिएन मान्छे निर्दोषलाई फसाउनु भयो, भोलि आफूलाई उसले फसाएरै छोड्छ। त्यसकारणले अर्काको खुट्टा तान्नु होइन, आफू अगाडि जान कोसिस गर्नुपर्छ। यस प्रकारले तिमी व्याधा जाऊ स्वर्ग मात्रै भन्नुभएको थियो।